दाइ गया आज का बिरामी जाओ रोटी हाल था तो छोरा छोरी कहाँ गया के हाल्नु भाइ 2 दिनको छोटो जिन्दगीमा भगवानले धेरै परीक्षा लिँदो रहेछ। घर परिवार सबै याद दिलाउनको लागि एक बार जरुर बिमारी बनाउँदो रहेछ। के गर्ने भाइ, यस्तै हो। आज बिमारी भएर यस्तो बस्नै सक्दैन, आफत छन्। अब यहाँ खाना बनाउने कोही छैन, बुढिया छोडेर परदेश छन्। छोरा छोरी त छोराले एउटा माउली घरमा गएको छ, अर्को कता छ आएको छैन। अब त्यही भएर यहाँ अब आफैले खानु बनाएर खानु पर्यो। अब आज याद पनि आयो मलाई घर परिवारको। आजसम्म म कसैलाई याद गर्दैन थिएँ, आज बल्ल थाहा भयो। दुःख भएपछि मात्र थाहा आउँदो रहेछ, सबैको याद आउँदो रहेछ। आफूलाई सन्चो भएपछि मान्छेले वास्ता गर्दैन रहेछ भन्ने बल्ल बुझे। मान्छे आफ्नो छोराछोरी, दाइ भाइ, श्रीमान श्रीमती आवश्यक सबैले हुँदो रहेछ। त्यस कारणले सधैँ जिन्दगीभरि सबै मिलेर बस्नु नै सबभन्दा राम्रो हुँदो रहेछ भन्ने आज मलाई अनुभव भएको छ।